जन्मभूमि स्वदेश जय भारत हाम्रो देश हिंद के बहादुरों अक्ष की पुकार है बढ़ना है किनभने चाहिँ यस्तो गेम रहेछ यहाँ काकाले देखाउँछु एक्जाम्पल तिमीहरूको समाजसेवी भाइ जसले समाजको निम्ति धेरै कामहरू गरिरहनु भएको छ र मलाई पनि है यहाँ सम्झनाको निम्ति है एउटा डायरी दिनुभएको छ अनि यहाँनिर सूर्य फाउन्डेसनको लोगो पनि रहेछ। हाम्रो दादाको च्यानलमा चाहिँ लाइक र सब्स्क्राइब गरिदिनु होला कमेन्ट पनि। वेलकम ब्याक टु माई न्यू भ्लग र स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा र आज है धेरै दिन बाद नयाँ भ्लग बनाइरहेको छु नयाँ जोसको साथमा। अन्त आजको भ्लगमा चाहिँ के हुन्छ भन्दा चाहिँ हाम्रो गाउँदेखि यहाँ तल गाउँमा चाहिँ एउटा प्रोग्राम रहेछ नि त हो जो चाहिँ यहाँ सूर्य फाउन्डेसनद्वारा गर्नुभएको रहेछ विशेष गरी सानसानो स्टुडेन्ट भाइ बहिनीहरूलाई लिएर हो अनि मलाई पनि त्यहाँनिर इन्भाइट गर्नुभएको छ नि त अन्त त्यही भएर चाहिँ म पनि अब एकछिनमा चाहिँ त्यहाँ जानु आँटेको। कहानीमा ट्विस्ट आएको जस्तो है मेरो भ्लगमा पनि एउटा ट्विस्ट आयो हो प्रोग्राम जानुभन्दा अगाडि चाहिँ अचानक प्लान भयो क्या फोन गरेर केटाहरूले चाहिँ जाउँ खोला भन्दैछ नि त यस्तो भएर चाहिँ दिने हो तर पनि जाने खोला नजिकमा भएको पनि फाइदा यही छ क्या जति बेला मन लाग्यो त्यति बेला जाँदा भइहाल्छ हो। अब चाहिँ खोलातर्फ एकछिन धेरै दिन बाद खोला र मलाई कल गर्ने केटाहरू चाहिँ यिनीहरू हो होइन यस्तो भयो दिने हो तर म अब भनिहालेँ यिनीहरूले कसरी नाइ भनिसकिनँ क्या मैले यिनीहरूलाई अन्त चाहिँ आइदिएको म पनि खोला फेरि हो नाइ कसरी भन्नु भन्नु त गाउँकै केटाहरूलाई अन्त नाइ भनिसकिनँ यस्तो दिन भए पनि आइदिएँ नि अब खोला एकछिन तल फेरि आफ्टरनुन प्रोग्राम चाहिँ 2 बजी हेऱ्यो नि त अन्त यहाँ पौडी सौडी खेलेर घर आएर खानासाना खाएर चाहिँ आफ्टरनुन चाहिँ जानु पऱ्यो तल र अहिले चाहिँ हामी है खोला आइपुगिने अहिले चाहिँ यहाँ खोला तक रोड आएको छ है यहाँ माथिसम्म अन्त लु 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 अन्त फेरि भन्छ एकताल हाम्रो प्रवेक भन्जाको च्यानलमा सब्स्क्राइब गरिदिनु होला अन्त यहाँ चाहिँ दुवा ए अलिक बिग्रेछ हौ लु यहाँ विशाख पस्न आँटेको छ अब लु हेरौँ त अन्त र अब चाहिँ हामी खोलाबाट फर्केको हो म त खै पौडी खेल्दिनँ अल्छी पो लाग्यो यिनीहरू चाहिँ खेल्यो म चाहिँ यिनीहरूलाई पर्खिरहेँ हो अन्त अब घर गएर खानासाना खाएर फेरि तल प्रोग्राममा जानुपर्छ र फाइनली है अहिले चाहिँ घर आएर लन्च गरेर रेडी भएर चाहिँ अब चाहिँ प्रोग्रामतर्फ हो अन्त यहाँ 2 जना भाइहरूलाई लिएर जाँदैछु म चाहिँ यहाँ पछि रिक्देन अनि यहाँ विशाखको सब्स्क्राइब गरिदिनु होला अन्त हामी 3 जना चाहिँ जाँदैछु हो तल अन्त कल गरेको थिएँ मैले तल भर्खर अब एकछिनमा स्टार्ट हुन्छ अरे हो अब त्यहाँ तल के हुन्छ है नानीहरूको त्यही ग्रुप सङहरू हुन्छ होला भाइ बहिनीहरूको अन्त गेम्सहरू हुन्छ होला अझै विभिन्न कुराहरू हुन्छ होला है अन्त म पनि त्यहाँको अब राम्रो राम्रो मोमेन्टहरू चाहिँ क्याप्चर गरेर यो भ्लगको मार्फत चाहिँ म तपाईँहरूलाई पनि देखाउने ट्राई गर्छु र फाइनली हामी चाहिँ तल आइपुग्यौँ यहाँ स्कुलमा हो प्रोग्राम चाहिँ स्टार्ट भइसकेको छ यहाँनिर पुरा यहाँ गाउँको मान्छेहरू आउनु भएछ हो साथै समाजसेवी उहाँलाई उहाँले आफ्नो आसन ग्रहण गरिसक्नु भएको छ साथै उहाँकी धर्मपत्नी श्रीमती उल्का तामाङ हामी माझ हुनुहुन्छ र उहाँले पनि आफ्नो आसन ग्रहण गरिसक्नु भएको छ। यो भाइको कपाल हेर्नु कपाल भाइ बर्थ अरे उसको त्यही अब यहाँ बहिनीहरूको ग्रुप सङ रहेछ
हामी स्वदेश जय भारत हाम्रो देश जय भारत हाम्रो देश जय भारत हाम्रो देश ल ल अब चाहिँ यहाँ सानो सानो बहिनीहरूको गेम्स हुन आँटेको रहेछ यो चम्ची गेम चम्चीमा चाहिँ त्यो यो डिब्गोले हालेर हिँड्नुपर्ने यो अङ्कललाई छोएर फेरि बिस्तारै फर्किनु ल ऊ आलु बसाउने अङ्कल छ नि ऊ बिस्तारै हिँड न बिस्तारै अन्त आमा ल कसले जित्यो कसले ए उसले जितेछ एलिसिबा ल है त अब चाहिँ यहाँ अघि छोरीहरूको अरे हो अब छोराहरूको अरे गेम हो यिनीहरूको चाहिँ यस्तो गेम रहेछ यहाँ काकाले देखाउँछु एक्जाम्पल तिमीहरूको उफ्रिँदै हिँड्नु होला हौ काका उफ्रिँदै हिँड्नु होला हौ ल तर बोरा झर्छ नि त फेरि बोरा पक्रेर बिस्तारै बिस्तारै जोतिन्छ रोए फेरि अब बोइसको ग्रुप सङ रहेछ बढ़ना है आगे सबको बढ़ना है दिलों में जलती आग है हथेलियों पे जान है बुलंद है गगन छूने वाले हैं अब चाहिँ हाम्रो कार्यक्रमको अन्त्यमा आइसक्यो पुरस्कार वितरणको पालो भएको छ सबैजनाले नानीलाई हौसला दिनको निम्ति ताली बजाइरहनु भएको छ र आउने दिनहरूमा पनि नानीको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ र अतिथि महोदयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले 3 जना भाइहरू चयन गरेका छौँ र 3 जना भाइहरूमा हामी सर्वप्रथम भाइ आलोकलाई हामी यहाँ निम्त्याउँदछौँ। भाइको मल्टी ट्यालेन्टेड भाइ हो। भाइ एक मल्टी ट्यालेन्टेड बोय हो। हामी भन्न सक्छौँ भाइलाई मिनी साइन्टिस्ट भन्न सक्छौँ। भाइको घरमा गएर हेर्नु भयो भने बिग्रेको सामानहरू टिभीदेखि लिएर रेडियो टेप घडी इत्यादि बिग्रेको भाइहरूको घरमा निकै थुपारेको छ। बिग्रेको सामानहरूबाट नानीले एकदमै राम्रो राम्रो सामानहरू बनाउँछन् हामीले देख्यौँ। र नानीलाई उत्साहवर्धनको निम्ति जोरदार ताली दिएर तपाईहरुले भाइ स्वयंलाई धेरै धेरै आशीर्वाद र बहिनीलाई धेरै धेरै आशीर्वाद र भाइलाई धेरै धेरै आशीर्वाद छ। पेन प्रदान भइरहेको छ र एक एकवटा पेन लिनको निम्ति सम्पूर्ण नानीहरू जति पनि छन् पछाडि उभिएका भाइहरू सम्पूर्ण आउन सक्छन्। विराट रौनक विराट बहिनीहरू ठुल्ठुलो बहिनीहरू पनि आउनु। नाच्ने बहिनीहरू को छ अरू गीत गाउने बहिनीहरू
हाम्रो गाउँका कर्मठ समाजसेवी भाइ जसले समाजको निम्ति धेरै कामहरू गरिरहनु भएको छ, युवा हुनुहुन्छ र यस्ता युवाहरूलाई हामी प्रोत्साहन गर्न चाहन्छौँ ताकि गएर फ्युचरमा पनि हाम्रा देशको र अहिले चाहिँ हाम्रो कार्यक्रम सकियो है अब। अन्त यहाँ हाम्रो मामा चाहिँ हेर्नु न हो सकिएर पो आइपुगेको छ। किन तपाईँले ढिलाउनु होला? हाम्रो स्पेसल गेस्ट चाहिँ लास्टमा आएछ हो। अन्त अब चाहिँ यहाँ हो एकदम राम्रो भयो है साथीहरूलाई खानाहरू को आइसिद्धार्थ अघि भर्खर कम भएको। र अहिले भने चाहिँ हामी है त्यहाँ प्रोग्रामबाट घर फर्किँदैछु हो। यहाँ अन्त हाम्रो यहाँ विशाखलाई चाहिँ कस्तो लाग्यो त प्रोग्राम? दामी लाग्यो नि। तिमीले के त्यहाँ के पायौ खै देखाइदेऊ। मैले सर्टिफिकेट पाएँ। यो भरेर चाहिँ आफैसँग राख्नुपर्ने। अन्त हाम्रो दादाको च्यानलमा चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला, कमेन्ट पनि। अन्त उसले अब आज खोला गएकोदेखि सब्सक्राइब गर्नु भनिदिएको थियो है, सुन्नु पऱ्यो उसले भनेको है। र मलाई पनि है यहाँ सम्झनाको निम्ति है एउटा डायरी दिनुभएको छ। अनि यहाँनिर सूर्य फाउन्डेसनको लोगो पनि रहेछ। अनि सूर्य फाउन्डेसनको सबै टिमलाई है धेरै धेरै धन्यवाद भन्न चाहन्छु र मलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि अहिले चाहिँ हामी पुग्नै आँटे घर। यहाँ रोटी हिँड्दै गएको हो। र फाइनली है म चाहिँ घर पनि आइपुग्यो। अन्त आजको भ्लग चाहिँ म यतैतिर एन्ड गरिदिन्छु हो। अनि मैले त्यहाँको राम्रो राम्रो मोमेन्टहरू क्याप्चर गरेर मेरो भ्लगमा राख्ने कोसिस गरेको छु है। र हजुरहरूलाई के कस्तो लाग्यो आजको भ्लग कमेन्टमा भनिदिनुहोस् होला। अन्त मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। अन्त यसरी हेर्दै गर्नुहोस्। फेरि भेटौँ नेक्स्ट भ्लगमा। त्यतिन्जेललाई सबैलाई बाई बाई।